हामी गाइस खप्तडबाट फर्किसकेको अवस्था है। एकदमै नाजुक अवस्थामा फर्क्यौँ, एकदमै भारी भरकम गाह्रो अवस्थामा छौँ, खुट्टा दुखेर हैरान भएको छ। यहाँ अनुभव बटुलेका मान्छेहरू छन्, पछाडि आउँदैछन्। कृपया आफ्नो प्रतिक्रिया दिनु होला खप्तड राष्ट्रिय निकुञ्जमा। थाकिरहेको अवस्था हो, घर कसरी पुग्ने भन्नेमा छौँ हामीहरू। अब त्यस्तै हो, एकदमै लामो यात्रा छ। अब हामीलाई आउन त आइहाल्यौँ सजिलै तरिकाले, अब जानलाई लास्टै गाह्रो छ। दुखिसके, अलि इनर्जी पनि कम छ होइन। पुरै पाटनमा छौँ हामी, भर्खर सुरुवात हो यो पाटन। यहाँबाट कम्तीमा अब हाम्रो घर पुग्न 6-7 घन्टा लाग्छ जस्तो लागेको छ। अहिले दिउँसोको 6-7 घन्टा लाग्छ। 6-7 घन्टा लाग्यो भने 1-2 घन्टा लाग्छ भने मन शान्त हुन्छ नि त होइन। अनि कम्तीमा अहिले दिउँसोको 2 बजिसकेको छ। अब हामी कतिखेर पुग्छौँ भन्ने मलाई त्यो आशंका छ होइन मनमा। 8 बजे कम्तीमा रातिको बास त्यही मेलतडी त हुने होइन कि जस्तो लागिरहेछ। दारू गाउँमा ठिकै छ। खप्तडको यात्रा पनि रमाइलो भयो, अरू एक दिन काट्न पाइएन भन्दै यो सानो मिनी ब्लग यहीँ समाप्त गर्छु।